श्रोताहरू नमस्कार। म देवर्षि पाण्डे र यस कार्यक्रमलाई हेरिराख्नुभएको सम्पूर्णमा स्वागत छ। र म आज एउटा नयाँ समसामयिक विषयमा उपस्थित रहेर तपाईहरुमाझ उपस्थित भइसकेको छु। आज हाम्रो सानिध्यमा हुनुहुन्छ ढुनिराज पाण्डेज्यू, जो एउटा पाण्डे वंशावलीको ज्ञान भएको र पिँढीखोला दमार, हामी चाहिँ दमारबाट जति पनि निक्लेका छौँ उहाँहरूको आदरणीय व्यक्तित्व हुनुहुन्छ श्री ढुनिराज पाण्डेज्यू। नमस्कार, तपाईलाई यो कार्यक्रममा स्वागत छ। र आफ्नो परिचय दिँदै अब पाण्डेको कसरी के कहाँबाट उत्पत्ति भयो त्यो थोरै जानकारी राखिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। हाम्रो चाहिँ कुटस्थल हाम्रो हाल पहिल्यैको चाहिँ पिँढीखोला गापी छ, गाउँपालिका वार्ड नम्बर 3। अहिले हाल चाहिँ साबिक, अहिले हाल चाहिँ गलेङ नगरपालिका वार्ड नम्बर 6 र हाम्रो पिँढीखोला पाँडेथोक भन्ने ठाउँमा हाम्रो दमारमा जन्म भएको म पाण्डे परिवारको छोरा मध्येको सबभन्दा ज्येष्ठ सुपुत्र म हुँ। र हाम्रो वंशमा मेरा हजुरबाको नाम दीर्घनारायण हो। दीर्घनारायणका छोरा छवाई हुन्, छवाई मध्येमा जेठा दीर्घनारायण, दत्तुका छोरा दत्तुका छोरा चाहिँ दीर्घनारायण जेठा माइला श्रीवल्लभ, साइला डन्डापानी, काइला गङ्गाधर, राइला पनि गङ्गाधर, अनि कान्छा चाहिँ लीला वल्लभ हुनुहुन्थ्यो। त्यसमध्येमा म जेठाको परिवार, म बर्दिया जिल्लाको बडैयाताल गाउँपालिका वार्ड नम्बर 2 साबिक 5 हाल 2 सीतापुरमा छु। र कान्छाको परिवार लीला वल्लभको परिवार बुटवलमा, सबै भाइहरू 4 भाइ सुपुत्र हुनुहुन्छ उहाँका, र 4 भाइ बुटवलमा हुनुहुन्छ। साइला डन्डापानीका परिवार गल्याङमा हुनुहुन्छ। काइला गङ्गाधरका परिवार पनि गल्याङमै हुनुहुन्छ। राइलाका परिवार पनि मणिग्राममा हुनुहुन्छ। र हामी यसरी अहिले विभाजित भएर 6 भाइका परिवार 6 ठाउँमा छौँ। 6 ठाउँमा भए तापनि हाम्रो आदान प्रदान दुःख सुख, काइलाको भन्नु भएन, काइलाको र माइलाको पनि उनी हुनुहुन्छ। माइलाका पनि सबै उही पिँढीखोलै हुनुहुन्छ। अब माइलाका परिवार पिँढीखोलै हुनुहुन्छ तापनि मधेसको पनि पाइ लिनुभएको छ उहाँहरूले। भाइहरूले, मेरा भाइहरूले पनि मधेसको पाइ लिएका छन्। र बाहरू मध्येमा अब एउटी 6 भाइ मध्येमा हाम्रा 7वटी आमाहरू हुन्। 7वटी आमा मध्येमा एकजना राईली आमा हुनुहुन्छ मणिग्राममा, अरू सबै आफ्नो आफ्नो ठाउँमा स्वर्गवास हुनुभयो। र अहिले हामी सबै अहिले चाहिँ दुःख सुखमा, मर्दा विवाह बढीमा, अब यज्ञ यात्राहरूमा हाम्रो जति बेला पनि हामी सहभागी हुन्छौँ। र हामीलाई आदान प्रदान भाइ बन्धुको एकले अर्कालाई चासो लिने हाम्रो भइरहेको छ। अब भोलिका भविष्यका कर्णधारहरू राम्रो सुधार भएर राम्रो प्रगति गरेर जाउन् भन्ने आशा लिएका छौँ। र अहिलेसम्म देखेकोमा कुनै पनि कमजोर अवस्थामा भएको मैले महसुस गरेको छैन। वरिष्ठ चाहिँ भएर सबै चाहिँ कान्छाका छोराहरू 4 भाइ सबै वरिष्ठ भएर बसेका छन्। राइलाका पनि 1 भाइ हो, 1 भाइ पनि राम्रो प्रगति छ। अनि काइलाको पनि गलेङमा 2 भाइको राम्रो प्रगति छ। साइलाका पनि गलेङमा छन् भाइहरू, राम्रो प्रगति छ। माइलाको कोही तराईमा छन्, कोही चाहिँ पिँढीखोलै छन् पहाडमै, र उनीहरूको पनि राम्रो प्रगति छ। अहिलेसम्मलाई भोलि परमात्माले राम्रो गराउन् भन्ने हामी आशामा छौँ। यही नै हो। र हाम्रो परिवारको वंशावली अहिले हेर्ने हो भने एकले अर्कालाई चिन्न सकिन्न। 150 जनसङ्ख्याभन्दा पनि हामी बढी छौँ। दत्तुका परिवार मात्रै, दत्तुका नाति पनाति गरेर 150 पाउने 200 हामी पुगेका छौँ। अहिले एकले अर्कालाई हामी चिन्न सक्दैनौँ, तर सबैको राम्रो छ। अनि यो यसलाई चिना परिचय गराउन एउटा सामूहिक एउटा कार्यक्रम राख्नुपर्छ कि कहिले के गर्ने हो त्यो बारेमा पनि हजुरले चाहिँ एउटा वातावरण बनाउनुहुन्छ जस्तो लाग्छ। त्यो कार्यक्रम गराएर जस्ता छोरा नातिहरू हैन, सामूहिक एउटा भेटघाटको कार्यक्रम तपाईले कहिले बनाउनुहुन्छ त्यो कार्यक्रम? हैन, म त बिचमा, म त सुदूर पश्चिममा छु। अब मध्यभागमा बसेका बुटवलका भाइहरूले, दाजुभाइहरूले, म ज्येष्ठ नागरिक भए, जेठो चाहिँ दाजु भए तापनि मेरा भाइहरूले मलाई बोलाएदेखि, पिँढीखोलादेखि एउटा बोलाएर हाम्रो चाहिँ एउटा वंशावलीको लामो र ठुलो बृहत हाम्रो चाहिँ वंशावली भएको हुँदा सबै त्यहाँ भेला भएर एकले अर्कालाई परिचय गरेर आदान प्रदान गर्ने कार्यक्रम भाइहरूले मिलाउलान् भन्ने म ठुलो आशावादीमा छु। हो। अनि छोराहरूको त भयो, छोरीहरूको हाँगा पनि धेरै ठुलो भइसक्यो होला। अब छोरीहरूको हाँगा त खासै भन्दा मेरा चाहिँ बाबुहरू जेठादेखि लिएर कान्छासम्मका छोरीहरूलाई मैले चिन्दछु। अब छोरीका छोरीहरू, उनका नातिहरूलाई
मैले तपाईँले सबै कुरा सुनेर मात्रै मनन गर्ने हो, मैले चिनेर मैले सक्दिनँ। किन भन्दा मैले बखतमा भेट भइरहन पाउँदिनँ, म टाढा छु। र उनी बोलाएर सबै एकै ठाउँ भएदेखि सोध्न खोजेको पनि त्यही हो, सबै एकै ठाउँ भएर सबैको परिचय लिन पाएदेखि आनन्द हुन्थ्यो भन्ने। अब किन भन्दा मेरो पनि लगभग 80 वर्षको उमेर भयो। अब हामीले सबै कुरा अब गरौँला भन्ने कुरा आशा छैन। अब तपाईँकै 84मा चाहिँ एउटा कार्यक्रम भयो भने होइन, 84 सम्म बाँच्न भगवान्ले जब दिन्छ कि दिने त उसैको उपरवालीको कुरो हो। 84 सम्ममा बच्न पाएँ भने मैले चाहिँ सबैलाई वंशावली भेला गराउँछु भने। हस्, धेरै राम्रो। अनि जाँदा जाँदै एउटा सानो श्लोक कविता चाहिँ भनेर बिदा हुनुहोस्। मैले त्यति कविता त मैले के भनौँ खै, अहिले अब कविता अब यो जिन्दगीको चाहिँ लामो यात्रासम्म अब भगवान्ले अहिलेसम्म बच्न दियो। अब यो जीवन कहानी मैले पीडीखोलाको जन्म, त्यहाँबाट गएर चितवनबाट गएर बर्दियाले पनि अब के हुने हो मर्ने बेलासम्म। यो चाहिँ जीवनको कहानी त हाम्रो एउटा चाहिँ कविता त यसैमा नै छ। तर हाम्रो एउटा सबभन्दा ठुलो कविता भनेको हाम्रो वंशको बृहत अहिलेसम्ममा नराम्रो कुनै पनि नकारात्मक कुनै पनि नभएको हुँदा एउटा महान खुसी हामीलाई। एउटा सानो भजन चाहिँ गाइदिनुहोस् हजुरले। के भजनका बाबु? सानो भजन। अब यो हाम्रो वंशमा भजनको कुरो नगर, मैले भजन गाउने बेला होइन, सानो त्यो भजन गाएर बिदाय चाहिँ हजुरको एउटा प्रस्तुति दिनु पर्यो। ल त्यसोदेखि अब यो सानो हेरी जगतैभरि तिमीले सृष्टि रचायो कसरी। अब हाम्रो यो चाहिँ परमात्माले हाम्रो चाहिँ वंशको यो चाहिँ सृष्टि कसरी रचाएछ र सबै सन्तोष हुन पाएकोमा यही नै एउटा महानता छ मेरो लागि। हस्, धेरै धेरै धन्यवाद। नमस्कार। नमस्कार।